बाल्दै दिया यति नै। खास गाह्रो पऱ्यो आमाको लागि चाहिँ म अहिलेसम्म त्यस्तो उहाँकै लय चोर्दा तपाईँले उहाँलाई सम्झिनु भएन त? गीत तपाईँले गाइसके पछाडि र सुनिसके पछाडि गीतबाट महसुस गर्नुपर्ने तपाईँले, मैले अथवा अन्य दर्शकले त्यो चाहिँ के रहेछ? एउटा मेरो पीडादायी। फेरि हाम्रो अर्को एपिसोडमा यति बेला हामी सिङ्गर गायक भनेर चिनिने सुनिल छेत्री भाइसँग आज यो लोकदोरी क्षेत्रको बारेमा र यो भारत प्रवासमा रहेर पनि आफूमा रहेका कला गलालाई प्रस्तुत गर्ने विषयान्तरमा हामी विशेष कुराकानी गर्नेछौँ र कतिपय ठाउँमा यो आफूमा भएका कला गलालाई होइन लुकाएर कतिपय ठाउँमा कुना कन्दारामा परेका कलाहरूलाई पनि हामी खोजी गर्नेछौँ। तपाईँको माध्यमबाट पनि यदि कोही कला भएका क्षमता भएका व्यक्ति भाइ साथी बहिनी दिदीहरू आउनुहुन्छ भने पनि उहाँलाई पनि विशेष स्वागत गर्दै अब हामी सुरु गरौँ है त। हजुरको शुभ नामबाटै म गएँ। नमस्ते, मेरो शुभ नाम सुनिल छेत्री। मेरो हाल नेपाल घर झिमरुका पैलगढ 5 ओखरकोट। अहिले म यहाँ जलन्धर हाइटरमा बस्छु र चाहिँ अहिले धेरैजसो म इन्डियादेखि नै कलामा धेरै लागिरहेको छु। प्रोग्रामहरूतिर पनि लागिरहेको छु भन्न चाहन्छु। हालको बसाइ कहाँ छ? मेरो हालको बसाइ भन्नुपर्दा चाहिँ अहिले जलन्धर हाइटमा छ। यति बेला हामी लोकदोरी क्षेत्रमा हाम्रो जसले सुनिल छेत्री भनेर हामीले तपाईँलाई चिन्नै पर्ने, गायक सुनिल छेत्री भनेर तपाईँलाई बोलाउनै पर्ने 1 2 3 आधार के? यस्तो त्यसमा चाहिँ तपाईँको आधार भन्दा चाहिँ हामीहरूले प्रवासमा भएर पनि हाम्रो नेपाली गीत सङ्गीतलाई प्रवासमा पनि अझै बढाउँ भन्नको लागि चाहिँ लागिरहेको छौँ हामी सबै। अब विभिन्न ठाउँबाट बोलाउनुहुन्छ, हामी गइन्छ कला होइन। अब हाम्रो नेपालको कला सम्मान अब हामीहरूले प्रवासमा पनि धेरै गर्नुपर्छ, धेरै देखाउनुपर्छ, आफ्नो कला लुकाउनु हुँदैन भनेर यसरी गर्छु। अहिले बजारमा आएको एउटा कुनै गीत होस् छ जो तपाईँलाई सुनिल छेत्रीको गीत हो भनेर तपाईँले यी त मेरै एल्बम हो भनेर हक जताउन सक्ने? त्यो चाहिँ मेरै एल्बम हो भनेर हक जताउन सोच्ने चाहिँ एउटा छ। म चाहिँ त्यो चाहिँ अहिले गर्छु जो मैले आफ्नै उसमा बनाएको, तर खासमा मैले चाहिँ यो चाहिँ सेयर नगर्नुपर्ने थियो, तर मैले त्यो गीत चाहिँ आफ्नै बनाएको गीत हो। तर म चाहिँ केही छैन, म सेयर गर्छु त्यो गीत, किनकि त्यो गीत अहिले मैले नगर्ने गीत हो, तर पनि मैले आफ्नै उसबाट बनाएको गीत हो। म वाचन गर्छु त्यो। ल कृपया। भुल गरेछु परदेश बसेर, सुन्ने भए बोलाउँथे निर्माया, ओखरकोटको शिरमा बसेर। एकादशी ओखरकोट मेलामा, ओखरकोट मेलामा फोटो हेर्नु याद आउने बेलामा, भुल गरेछु परदेश बसेर, सुन्ने भए बोलाउँथे निरमाया, ओखरकोटको शिरमा बसेर। खासमा यो चाहिँ मैले चाहिँ आफ्नै गाउँठाउँको लागि होइन, अनि परदेशमा भएकाको साथीभाइहरूको लागि चाहिँ बनाएको गीत हो। र चाहिँ यसमा चाहिँ मैले अहिले खासै त्यस्तो नगर्ने भएर चाहिँ मैले सेयर गरिसकेको छु। धन्यवाद यसको लागि। तर शब्द तपाईँकै भए पनि लय र स्वर चाहिँ अरूकै हो नि, होइन र? हजुर, शब्द मेरै भए पनि लय स्वर तपाईँको यससँग ठ्याक्कै यो मिल्छ। ठ्याक्कै यो लय शब्द रेसुङ्गाको शिरमा बसेर भन्ने जहाँ छ यहाँको यसमा चाहिँ मैले जो मेरो यहाँको गाउँठाउँ, गायकको नाम लिनुहोस् त ल। यहाँको गायकको नाम चाहिँ तपाईँ राजु परियार, उहाँले गाएको गीत हो। उहाँले गाएको गीत, अनि त्यसै गरी विष्णु माझीले गाएको गीत हो। विशेष गरिकन तपाईँले आफ्नो गुरुलाई हजुर होइन, गुरुले दिएको यो स्वर, यो राजु परियार त त्यसै पनि स्वरको सम्राट भनिएर बुझिन्छन् होइन, उहाँकै लय चोर्दा
तपाईँले उहाँलाई सम्झिनु भएन त? उहाँलाई सम्झेको छु मैले, मनमा किनकि नै यस्तो मैले लय चोरेको होइन, किनकि त्यसमा मैले आफ्नो गाउँठाउँको लागि उ गरेर शब्द शब्द हाल्नु भयो त्यो शब्द मानियो। मेरो भयो, तर तर धेरै ठाउँमा आजभोलि हजुर के छ भने नि, तपाईँले थाहा छ या छैन, हजुर शब्द तपाईँले रचना गरे तापनि जो स्वर हजुर होइन आदरणीय अग्रजहरूले रचिसके पछाडि त्यसलाई फरक तरिकाले प्रस्तुत गर्नुपर्छ हजुर भन्ने सबैको म भावना हो। हो यही र कारणको हजुरले लागि पनि चाहिँ मैले यसलाई चाहिँ अब अलिक फरक तरिकाले पेस हजुर गर्न पर्यो, ताकि बजारमा मार्केटमा आउँदै गर्दा आदरणीय राजु पुर्यारहरूलाई पनि नलागोस् कि मेरै लय चोरी हजुर भयो, तपाईँले भोलि यो खालको आरोप फेर्न नपरोस्। हजुर प्रदेशमा हुनुहुन्छ, फेरि यता दुःख गरेर फेरि उहाँले बोलाएको ठाउँमा होइन हजुर थाना पुलिस अथवा के हुनसक्छ त्यो कानुनले बताउला भोलि होइन। हजुर बाइचान्स हजुरले यो काम गर्नुभयो भने हजुर विशेष गरिकन यो नगर्न, यदि रचिसकेको गीतलाई अरू ढङ्गबाट प्रस्तुत गर्न तपाईँले अनुरोध गर्दै हजुर अब म अगाडि जान चाहन्छु है त। हस् गीत तपाईँले गाइसके पछाडि र सुनिसके पछाडि गीतबाट महसुस गर्नुपर्ने तपाईँले, मैले अथवा अन्य दर्शकले त्यो चाहिँ के रहेछ? परदेशीहरूले जस्तै घरबाट घर छोडेर परदेश आएको एउटा गीत छ भने त्यो गीत आफ्नो उसको लागि हुन्छ, परदेशीको लागि गाएको छ भने। तर यो गीतबाट मैले महसुस गरेको भन्ने चाहिँ एउटा मेरो पीडादायी त्यही नै हो। घर गाउँमा गुन्जीको गीत सुन्दा तपाईँलाई के पर्छ? घर गाउँमा गुन्जेको गीत सुन्दा चाहिँ मलाई चाहिँ अहिले घर गाउँमा त खासै त्यस्तो गीत गुन्जिने चाहिँ म खासै त्यस्तो गर्दिनँ होइन, अब घर गाउँमा छैन। तर पनि मैले यहाँ गीत सुन्दा चाहिँ मलाई रचनाकारहरूले त महसुस गर्न पर्यो नि त हजुर होइन। जसले गीत गाउँछ, जसले गीतको रचना गर्छ, उसले त घर गाउँ ठाउँ अथवा अनेक ठाउँको चाहिँ उसले त संरचना गर्नको लागि त महसुस गर्न पर्यो नि त। म एकछिनलाई मानौँ म नेपाल छैन, म नेपालकै महसुस गरिराखेको छु हजुर होइन। गीत गाउने मान्छेले त हरेक ठाउँको महसुस गर्नु पर्यो नि त। म गर्छु, गाउँघरको महसुस गर्छु, धेरै नै गर्छु। गाउँघरमा ती गुन्जेका गीतहरू, सङ्घर्ष, गीत गाउने गर्दाको सङ्घर्ष के रहेछ? गीत गाउँदै गरेको सङ्घर्ष, के रहेछ? गीत गाउँदै गरेको 1 वर्ष भयो होइन सङ्घर्ष गरेको, के रहेछ खासमा? त्योबाट उपलब्धि प्राप्ति चाहिँ के भयो? त्यसबाट उपलब्धि प्राप्ति त सङ्घर्ष भनेपछि सबभन्दा ठुलो त अब आफ्नो घर परिवारको स्थिति, हजुर त्यो हो। त्यसबाट पनि हुन्छ। अनि सङ्घर्ष भनेपछि कहिले पनि गीत सङ्गीतमा हार्नु हुँदैन कि। सङ्घर्ष गरिसकेपछि गीत सङ्गीतमा कहिले म यो गर्न सक्दैन भनेर चाहिँ त्यो हार मान्यो भने त्यो सधैँको लागि हार हुन्छ। जतिसक्यो आफूले सङ्घर्ष गर्ने हो, भोलिन सफल होला नहोला होइन, त्यो आफ्नो उसमा छ। तर म चाहिँ अहिलेसम्म लागिरहेको छु कि मैले सङ्घर्ष गरिरहेको छु, भोलिन पक्कै पनि सफल होला भनेर सङ्घर्ष गरिरहेको छु। घरमा को हुनुहुन्छ? घरमा मेरो हामी 5 जना फ्यामिली छ, बाबा मम्मी भाइ, 2 भाइ अनि म, 5 जना फ्यामिली छ हाम्रो। आमाको लागि आमाको नामै त गीत गाउनु न। आमाको नाममा आमाको नाममा छोरा गाह्रो पऱ्यो आमाको नाममा गाउनु त अहिले। एक तुक्का गाइनु न। आमा तिम्रो त्यो न्यानो खाख स्वर्गैबाट आशीर्वाद दिइराख, जप्दै नाम थप्दै तिल बाल्दै दिया। यति नै। खासै गाह्रो पऱ्यो आमाको लागि चाहिँ, म अहिलेसम्म त्यस्तो गरेको छैन। अरू गीत गाउनु न, यो अरू यो त सेन्टिमेन्टल टाइपको गीत भयो नि त। अहिले त आमा त घरमै हुनुहुन्छ, उहाँलाई गीत गाउनु पऱ्यो नि त। उहाँको लागि चाहिँ घरमा भयो कि आमाको लागि गीत गाउनु न। तपाईँको चाहिँ त खासै अहिले आमाको लागि म उकाल्न सक्दैन, किनकि हल्का आमा भनिसकेपछि त धेरै नै हुन्छ नि त। कति वर्ष भयो छोडेको आमालाई? आमालाई छोडेको मैले लगभग भयो तपाईँको 5-6 वर्ष भयो। 5-6 वर्ष भयो जानु भएन घर? घर यस्तो अब घर गए पनि म 15-16 दिन होइन, त्यही हुन्छ। नै हाल फिलहाल
हाल फिलहाल गएको छैन। 5-6 बजे जाने आने भयो कि के हो? यस्तो म गए पनि घरमा त्यति बस्दैन, किनकि म नेपाल गए पनि घरमा त्यति बस्दिनँ। र बुवाको लागि गाउनु न फेरि। बुवाको लागि, उम्, बाबाको लागि पनि हल्का गाह्रो छ, त्यसको लागि पनि एक त दुःख जाओस् न। खासै यसमा यतिको छैन बाबा आमाको लागि। अनि कसको लागि गाउनुहुन्छ तपाईँले? म चाहिँ अहिले त्यतिको गरेको छैन। 1 वर्षको तपाईँको लगानी छ, 1 वर्ष तपाईँको यो गीत सङ्गीतमा सङ्घर्ष छ होइन? मेन प्राथमिकता भनेको त बाबुआमा होइन र? हो, तपाईँले त उहाँहरूकै लागि गीत गाउनुहुन्न। उहाँहरूकै नाममा यो त शब्द रचना गर्न सक्नु भएको छैन अहिलेसम्म। फेरि गर्नुभयो के? यस्तो खासै त्यस्तो रचना गर्ने चाहिँ म खासै त्यस्तो गर्दिनँ अझै, किनकि बल्ल त्यसमा साङ्गीतिक क्षेत्र के हो, कस्तो के हो बल्ल बुझ्दैछु म। अनि मैले तपाईँलाई गीत के रहेछ भनेर सुनेको थिएँ नि। गीत भनेको यो रस हो कि रस रस, हजुर होइन? त्यो सुनिसकेपछि आनन्द आउँछ होइन? चाहे तपाईँ जसको पनि गीत सुन्नुहोस्, कुनै पनि चिजमा त रस परेन भने त्यो सुन्नको मजै आउन्न कि। तपाईँले अहिले आमाको गीत गाउनु तपाईँले रस परेन, बुवाको गीत गाउनुहोस् भन्दा त त्यहाँ रस परेन होइन? रस हो कि यो गीत भनेको। तपाईँले त्यो रस निकाल्न सक्नु भएन। सङ्घर्ष गर्नुभयो 1 वर्ष हजुर होइन? कहाँ गयो यो सङ्घर्ष? कसको लागि गर्नुभयो यो सङ्घर्ष? जुन तपाईँले त्यो पहिचान होइन राख्न सक्नु भएन। आमा जसको लागि हामी दुनियाँसँग लड्न तयार छौँ, मर्न तयार छौँ होइन? हजुर उहाँकै लागि तपाईँले त गीत रच्नु भएर नि छ जसमा। त्यस्तो आगामी विचार अब चाहिँ बिस्तारै अब गर्दैछु नि त होइन? अब त्यतिको खासै उसमा साङ्गीतिक क्षेत्र भन्नाले अब म त यस्तो उसमा पनि गरेको छैन। अब यहाँ प्रोग्रामहरू त हिँड्ने गर्छु, तर त्यतिको साङ्गीतिक क्षेत्रमा खासै मैले वास्ता नराख्ने मान्छे हो। तर अहिले चाहिँ मैले सोचेँ कि साङ्गीतिक क्षेत्र भनिसकेपछि चाहिँ आफूलाई गर्ने रहेछ, अरूले गरेको देख्दा पनि धेरै मन हुन्छ कि। जस्तै मानौँ तर तपाईँको अरूको मन भुलाउनको लागि आफूले पनि केही गर्नुपर्ने रहेछ भन्ने अब त्यस्तो महसुस लाग्यो मलाई। अरूले केही गर्दाखेरि मैले पनि हो यो गर्नुपर्ने रहेछ, तर म सङ्घर्ष गर्नुपर्ने रहेछ भन्ने चाहिँ मलाई लाग्छ। तर मैले एकफेर छोडिसकेको थिएँ, तर म यसमा चाहिँ लागेर केही छैन भनेर मैले एकफेर छोडिसकेको। फर्किनु भयो किन फेरि? त्यसमा फर्केको यस्तो अरूले गर्दाखेरि चाहिँ आफूलाई पनि केही गरौँ होइन, केही सङ्घर्ष गरौँ अझै, यो गीत भनेको चाहिँ यस्तो चिज रहेछ भन्ने त्यस्तो महसुस भयो। त्यसपछि फेरि यसैमा फर्केको। अब मैले धेरैले नै नेपालदेखि धेरै नै भन्न अब गीत गर्नुको लागि, तर खासै अब आफ्नो ऊ पनि हेर्नु पऱ्यो होइन? त्यो भएर चाहिँ घरको स्थिति त्यस्तै थियो, त्यो भएर खासै मैले त्यसमा पनि वास्ता दिएको थिएन कि। अब यहाँ मसँग यसरी अन्तर्वार्ता दिइसके पछाडि हजुर मनमा केही कुरा खेल्यो? अन्तर्वार्ता दिइसकेपछि खेल्यो। 1-2 दिन भन्न सक्नुहुन्छ? यसमा भनेपछि अब धेरै हो, अब धेरै दर्शकहरूले हेर्नुहुन्छ होला होइन? अब उहाँहरूलाई कस्तो लाग्छ के लाग्छ अब त्यो चाहिँ अब हामीलाई थाहा हुने कुरो भएन। अब यसमा चाहिँ आफूमा मनमा लागेको कुरा भनेपछि चाहिँ सबभन्दा ठुलो कुरो घरको स्थिति हो। कहिले लाग्यो है? घरको स्थिति, तपाईँको घरको स्थिति सही छ भने ठिक छ होइन? घरको स्थिति कमजोर छ भने चाहिँ त्यसमा खासै हुने हुन्छ कि। म सानैदेखि नै दुःख गरेको, सानैदेखि नै दुःख पाएँ। तपाईँको कथातिर जाऊँ न हामी एकछिनलाई होइन? हजुर तपाईँको कथा जुन बाल्यकालको अवस्था थियो त्यहाँ जाऊँ न। बाल्यकालको अवस्था यस्तो थियो, म सानोमा अब धेरै पढ्नमा पनि अलि थिएँ, तर मैले घरको स्थितिको कारण पढाइ छोड्नु पर्यो।
घरमा को भन्नुभयो? बुवा आमा दाजु बुवा आमा अनि म भएँ अनि 2टा भाइहरू। जेठो छोरा तपाईँ? जेठो म। जेठो छोरा भएपछि हर कोहीलाई पनि घरको जिम्मेवारी हुँदो रहेछ कि जेठो छोरो भएपछि। अनि सानैदेखि नै स्कुल हुँदैको प्रोग्राम हुँदै पनि म यसो देखिने हुने गर्थेँ। अनि मैले 8सम्म राम्रै थियो, 8सम्म राम्रै पढेँ, 8सम्म पढ्दा राम्रै थियो, ठिकै थियो। त्यसपछि जब घरको स्थिति खराब आयो, एकसाथ खानको लागि पनि धौधौ भयो। अनि नै अचानक भयो कसरी? यो भयो बुवाको जागिर छुट्यो? बाबा पनि बिमारी हुनुभयो। हजुर। अनि हामीहरूले बाबा बिमारी भएपछि अब बाबाको उपचार पनि गर्नु पर्यो। बाबाको उपचारको लागि चाहिँ ब्याङ्कबाट लोन लिएको थियौँ हामीहरूले। अनि त्यही लोन किस्ता त्यही चुकाउनको लागि चाहिँ मैले चाहिँ सानै उमेरमा पढाइ छोड्नु पर्यो। अनि घरमा खाना पनि अलि धौधौ भयो। त्यो भएर म सोचेँ कि पढाइभन्दा ठुलो कुरो आजभोलि पैसा रहेछ। पैसा छ जे छ, पैसा छ मान्छे सबै आफ्ना हुन्छन्, पैसा छैन त त्यो कोही पनि हुँदो रहेछ कि। जिन्दगीमा भोगेअनुसार पैसा के रहेछ? पैसा तपाईँको जिन्दगीमा पैसा भनेपछि धेरै ठुलो मान्छेको लागि चाहिँ नै भोगेर जिन्दगीमा तपाईँले भोगिँदै आउनुभयो। सबभन्दा ठुलो कुरो चाहिँ पैसा चिन्नुपर्ने रहेछ। पैसा के रहेछ? पैसा चिन्नुपर्ने रहेछ। अब हामीहरू जस्तै आज पैसा छ होइन, अब हामीहरू चाहिँ अब त्यस्तो अब केही नखाने मान्छे पऱ्यो होइन, उस्तै खाने मान्छे हुन्छ भने चाहिँ उसले आजै उडाइदिन्छ पैसा होइन। पैसा भनेपछि जिन्दगीमा मैले भोगेको चाहिँ त्यही हो, पैसाको कारण। पैसा छ त सब आफन्त छन्, साथीभाइ छन्, इष्टमित्र सब छन्, पैसा छ त। पैसा छैन त कोही पनि छैन कि आफ्नो। मानौँ अहिले म यहाँ छु, पैसा छ होइन, मसँग मैले पैसा कमाएको छु, अहिले गरेछु मैले, तर सब आफन्त। अहिले मलाई बल्ल यस्तो महसुस भएछ कि पैसा भएपछि सबै आफन्त आफ्नो हुँदो रहेछ। जाँदा जाँदै अन्तिममा एउटा गीत गाउनुभयो भने कस्तो गाउनुहुन्छ? जाँदा जाँदै म एउटा गीत दर्शकले तपाईँलाई चिन्ने गरिकन, दर्शकले तपाईँलाई फेरि सुनिल छेत्री उडायो भन्ने महसुस गर्ने गरिकन, आगामी दिनमा गायक सुनिल छेत्री भनेर मैले भन्ने गरिकन, म जस्तो हजारौँ लाखौँ दर्शकले भन्ने गरिकन त्यस्तो कुन गीत गाउनुहुन्छ? त्यस्तो गीत भनेपछि जो अहिले एउटा नयाँ बजारमा आएको छ अर्जुन सापकोटाको गीत म त्यो गाउँछु। जाँदै जाँदै सँगै सँगै जिउँला नि जोबन दिउँला नि, जोबन दिउँला नि, जोबन दिउँला नि, झलेको तिम्रो यादले कोही हिमाल भन्दा नि, झलेको तिम्रो यादले कोही हिमाल भन्दा नि। अहिले जो अर्जुन सापकोटाको भाइरल गीत छ, यो पनि मैले धेरै गीतहरू तपाईँको चाहिँ गाएर फेसबुकतिर पनि हाल्ने गर्थेँ, तर धेरैले नै भन्नुभएको थियो ठिकै छ भनेर। तर खासै त्यस्तो उसमा मैले वास्ता नगरेर अब बिस्तारै गर्दैछु, सङ्घर्ष गर्दैछु, दर्शकहरूको साथ सपोर्ट मायाले अगाडि बढ्ने हो। ल, दर्शक पनि त्यसलाई हाम्रो बिचमा हुनुहुन्थ्यो गायक, उडाउनै लागेको गायक सुनिल छेत्री, र उहाँसँग गरेका यो कुराकानी तपाईँको बिचमा मैले राख्दै गर्दा कुन खालको अनुभव गर्नुभयो? जस्ताको तस्तै कमेन्ट बक्समा राख्दै उज्जवल भविष्यको कामनासहित शुभकामना दिँदै, मन परे तपाईँको सल्लाह सुझाव छोड्दै भिडियोलाई धेरैभन्दा धेरै ठाउँ सेयर गर्दै यो भाइलाई, विशेष गरिकन भाइलाई साथ दिन विशेष अनुरोध गर्दै अहिलेलाई भने म बिदा चाहन्छु है त।